स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा फेरि के को ओड्ने चाहियो तिमीलाई जा ब्रस लिन जाऊ छकु अब चाहिँ हामी ब्रस गरेर अंकिताले पकाएको के अरे ब्रस गरेर अंकिताले पकाएको मिठो साग मासु भात खाएर जान्छ मासु मारेर खान्छ क्या मासु नहुँदैन अर्को हाम्रो अर्को क्यारेक्टर लेडी बोय पनि यही हुनुहुन्छ अहिले ट्याक्टर सामान लिएर आएर यही खै यो ओछ्याउ नि सर्दी पनि छ 3 बजीतिर समुद्रमा जाम पौडी हाल्नलाई हिँड्नु है लुगा किन हिँड्न हाम्रो नागाताको भ्यू चाहिँ यस्तो छ हाम्रो पुरानो ओल्ड नागाता सुपा चाहिँ तयारी छ त्यहाँ गएर अब लुगा सुगा किनिन्छ सबै प्याक गरेर अनि गइन्छ हामी चाहिँ अब प्याक ल जाँदैन सब तिमी नआउँदैन तिमी होला नि आउँदैन तिमी घाम त चिरिक्कै छ त हो झन् काली हुने भयो यार म त यस्तो गोरो मान्छे सुमा भनेर गएर मिठो भ्यू छ यहाँ अब निस्केको लागेको छौँ हामी चाहिँ अब यहाँ सबजना 3 जना पहिला चाहिँ लुगा किन्न गइन्छ एउटा कट्टु किन्न चाहिँ जानुपर्छ यस्तै घिनलाग्दो अनुहार पनि लस बाजेकोमा जान्न बाजेकोमा महँगो थियो 5000 होला त्यो क्याबको 5000 हो क्या सिनमा 200 मा आउँछ हिँड्न छको यता होइन कि उता हो क्यान्डु अहिले कोटाउन लाग्छ यहाँ अनि तैँले त्यो फालेर चाहिँ के हुन्छ त अनि पैसा हालिन्छ अनि गइन्छ कस्तो निन्दा लाग्यो क्या मलाई कतिमा छ ट्रेन 5 मा सानो इमेजी स्यान 1 मिनट छ अरे ल जाऊ भ्याउँछ मुला दौड्दैन पर्दैन म आउँदैछु भनेर रोकै तेरो दाइ आएपछि बल्ल ट्रेन आउँछ देखिस् इमेजी जाने होइन यस अब डेन्जर ठाउँ आइपुग्यो हामी चाहिँ अझै उता गएपछि यताबाट देख्छ उही यहाँ त आमा अस्ट्रेलिया आइपुग्यो हामी र अब यसो के किनौँ हिँडै मोड्दा केटाबाट खिचेको त्यहाँबाट त्यो तर यसको त मर्नुपर्छ क्या तानेर मादर चुतलाई हुस् यता हो मुला हुन त भिखारीको पैसा छैन होला नि भिखारी पैसा छैन 2000 ए कोबे यसको र हाम्रो म्याच 20 तारिखमा होला यो टिम 20 तारिखमा हाम्रो होला अहिले फेरि झन् खतरा यु जेही के अरे आशोबिनी कितको त छ किन ए मोबाइल देखाएको वाउ कल हान्न अब कल नगरी हुँदैन यस्तो बाँदर बाटो भएपछि त्यस्तै हो कल हान्न
कल हान अब कल हानेर भन् त्यो भाँडा बाटो भएछ はいお待たせしましたどうされましたかすいません携帯の交通で使ったんですけどなんかストックになっててチャージもできないんですよどうしたらいいですか在宅が足りてないんですかねはいそしたらね山陽電車ではチャージができないんですよちょっと申し訳ないですが बाँदर बाटो भयो भने त्यस्तै हुन्छ त्यो ला कुन दारी त्यो हो जान अब ओके है यसलाई फ्रीमा दान दिए यार वा यता अहिले भोक लाग्यो ल सामान चाहिँ पिकनिक सामान रेडी भइसक्यो किनभने हामी अब रक्सी चाहिँ खाँदैनौँ अलिक शुद्ध मान्छे छौँ त्यही भएर यस्तो फलफुल सलफुल रक्सी खाने चाहिँ यो मात्र हो कहाँ हिजो खाने रक्सी खाने चाहिँ यो मात्र हो मैले खान छोडिसकेँ त्यही भएर जाउँ मिन तिर्न जाउँ तर चक्कु ल्याएर यो काटेर खान पायो भने चाहिँ मजा हुन्छ होला है मिठो चिज त कहाँ हाल्छ नि प्लम हालिसक्यो हाले हो यो कालो खाले आलु पकौडा अनि बुझ्दैन अब इङ्ग्लिस के गर्ने अनि भनिदिनु पर्यो अब पानी किन्ने अनि भयो के म त लन्न म खान्न म पेट बिग्रिरहेको पनि त्यही भएर ठ्याक्कै अनाले थाहा हुन्छ नि त कसलाई जाप्नु चाहन्छ आउँदैन भने म भए जाप्नेर बोल्छु त्यो भएर कति भयो आमा पैसा त छैन त साथी पैसा त खुजुरा हालिदिउँ है पहिला ल त सघाउँ भिखारी हेर्नुहोस् ब्लगको मान्छे अलिक दिउँ नमात्रै तिमी हाल 3000 हाल होला नि 2000 हाल्नु अब 300 उसको लागि छैन 320 त त्यही हाल 200 ए रहेछ सरी कति बज्यो 2:30 भइसक्यो र 3 बज्यो 3 बज्यो यो चाहिँ खान्छु हामी माइकोमा खान्छु कस्तो ल कस्तो यहाँ आमा सम्झाउन गरे त कुर्छ भन्दा क्या आइज भन्न सरी आउँदैन क्या खान्छ तिमी त्यो त अरू गए नि हुन्छ ल कस्तो भोक लाग्यो क्या लास्ट खाने भाइ ले यहाँ फोटो खिच्न चाहिँ ठिक हो तर बेलुका भएपछि कत्रा सनसेट देखिन्छ यहाँ पार्क पनि राम्रो पार्क छ मलाई यसको पारी चाहिँ जान मन लाग्छ कि पिकनिक सामान निकेश चाहिँ कहिले आउँछ रे ए भनेपछि बेलुकासम्म त आइपुग्छ त्यही माथि त्यो लोडिङ हो ला यस्तो त छ मुला बोकेर ल्याउने मान्छे
अहिले किन निकाल्यो छक्का बाँदर ओर्नलाई त्यो ओर्नी हो च्यातिसक्यो साइको रहेछ यो त पुरै साइको यो मैले तातो भात खाएर हो क्या च्याप्प चिप्केको छैन पुरै डाँडा बसेको त्यही भएर यहाँ त यो पुलमा पनि चढ्न पाउँछ भने होइन पुलमा हो यहाँ माथि उस जस्तो छ पुल जाने क्या त उत्ताको निस्किँदै यहाँ चढ्यो भने त पाका यता जाने तलबाट तपाईँ जाने माथिबाट कहाँ पुग्छ थाहा हुनु पर्नु त्यहाँ हौ त्यहीँनिर हो त्यहाँ गेट घाम छ हौ घाम छ घाम जङ्गल 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 रहेछ है आउँदिन सिधै नआउने ठाउँमा जाउँ अब बेलुका हेरौँ मलाई भ्यू छु हेऱ्यो भने फोटोसोटो खिच्यो भने भिडियो सुरु भइसक्यो यहाँ भिडियो ल यहाँ तर माछा मार्न चाहिँ अनि रविनाले भनेको ऊ त्यो पुल तल नआउने भने कहाँ मिल्छ नि पुल त भनेको होइन बेजिती तिमीले अनि कस्तो तिमीले पुलमा नुहाउन मिल्छ भने नि त अनि पुलमा त कसरी नुहाउन मिल्यो अनि त्यही त पुलको तल कहाँ छ ठाउँ भिखारीहरू दुईटा भिखारीहरू बोरा ओढ्दै हिँडेछ एकाउन्ट देखाएर तर्छ हेर्नुपर्छ क्या दुईजना ब्याङ्क एकाउन्ट कालो हुने भयो यार म त यस्तो गोरो मान्छे कालो हुने भयो अब हामी एकचोटि खालखुल पालेर नहुने बेलामा हालिन्छ त्यही रविनालाई राखौँ सामानहरू राखौँ कुर्नलाई अनि यो लगिन्छ अहिले उ त्यो हाँसवाला तल सब प्याक भइसक्यो त कहीँ केही छैन उयो ल ल ल नुहाइधुवाइ सब सकिसकेको छ अनि अब खानेकुराको मात्र उस छ अब एकछिनमा सनसेट भ्यू चाहिँ खतरा निस्किन्छ अरू त यहाँ चाहिँ अनि ट्याक्क नुहाउन आयो भने चाहिँ 5 बजीसम्म मात्र रहेछ है यसो यो चाहिँ बिचारेर आउनु होला नुहाउने मान्छेहरू सकेसम्म 2-3 बजे आएर 1-2 घन्टा नुहाएर अनि 5 बजेपछि सबै निकाल्ने रहेछ पौडी खेल्ने मान्छे त छैन त उता तर आफ्नै उसमा आफ्नै के गरी डुबिहाल्यो भने जुन यो लाइफ गाडी के भन्दैन यिनीहरू चाहिँ हुँदैन रहेछ एकदम विचार गरेर अहिले घाम आउँछ क्या रबिना उता त्यो बादल भएर हो यो त छेउमा बसौँ आउँछ हो उता कहाँ ग्राभेल यहाँनिर भनेको यहाँ त घाम आए पनि यहाँ छेक्छ नि त यहाँ के यहाँ दिमाग छैन यस्तो ल अब सब खानेकुरा निकालौँ अनि जाम यो उसको पास्चर जस्तो ल ब्याट निकाल अहिले पछि खानेकुरा देखाउँछु ल भन्दा घाम आएन अब के भयो त्यस्तो घामले त गोरु देखाउँछ गोरु खै देखाउँछ खाएन हो त्यो निस्केको होला अन्डा राम्रोसँग निकाल्ने आउँदैन हेर राम्रोसँग निको मसला पाचक पुचुक हुन्छ ओ खरबुजा नि फुटिसक्यो ल निस्किदेख खरबुजा है पट्ट भए
यो खरबुजा चाहिँ एउटा मलाई हो सबै दुईटा एक कुन्टा लाई चाहिँ फुटेको त्यो खा यो निकाल या कि शोभा ल अब हामी सब निकाल निकेश निकाल बेबी अहिले अरू भन्नु हाम्रो यहाँ अब पिकनिक यो त अमिलो हुन्छ अङ्गुर यस अङ्गुर पनि छ साँच्ची मेरो लागि तर त्यस्तो अहिले तल गयो भने चाहिँ खतरा घाम लाग्छ होला नभए भने चाहिँ यहाँ त फुटबल खेल्न भलिबल खेल्न कति मजा आउँछ घाम लाग्यो नि त यो छक्कुलाई त्यहाँनिर लग्यो भयो आलु नै रहेछ यत्रो आलु तिमीहरू के भनेछ कहिले के हुन्छ ल उता मैले भनिराखेको त ताने न पुरा हो त्यसरी बस अनि यस्तो हो नि त अनि केटी मान्छे दिमाग त चण्डाल हुन्छ तानिहाल्यो क्यामेरा यस्तो ए फोटो खिच्ने भने है यो फोटोले नि गर्नु गर्दा रहेछ जिन्दगीमा फोटोले नि कस्तो यो प्लास्टिक निकाल न प्लास्टिक कस्तो हो पुरा भयो आधी घन्टा नुहाउनु पाउँछौँ प्लास्टिक गयो समा जापानिज चाउमिन मैले चिकनै देखेँ तर यहाँ यो चाहिँ हाल्यो भने रहेछ 400 रुपियाँको चाउमिन हाम्रो वहाँ गए 60 रुपियाँमा योभन्दा धेरैमा एक प्लेट मासु भरि ए जुनकिरी मन राख्दिन ल भनेर राम्रो देखेछ ओए लुफी मंकी डी लुफी चिप्स हैन यो यस ल याकी सोभा चाहिँ खाम कुनबाट सुरु गर्ने कुनबाट नभए जङ्केन गरम म खाएको खाइ गर्छु तिमीहरू दौड गेम खेल्ने ऊ त्यो रुख छोएर अनि लास्टको रुख छोएर जो आउँछ नि एकजना चाहिँ खाएको खाइ गर्ने मर त्यस्तो भयो हजुर बिहान डाइलेट पुग्यो नि जस्तो यसलाई त्यो हाल्यो भने त युट्युबमा यस्तो गरेर अब एकछिन फोटो हुन्छ अनि खाइसकेपछि ल यही हो आजको दिन सक्यो मजाले अब अझै बाँकी छ के खाने अब मोमो खान जानु मोमो खाना छ यो चाहिँ मिठाई जस्तो हो मासु पनि राम्रोसँग खोल ट्याक्क कोबेमा बस्नु भने चाहिँ कति बजे 2 बजे आएर 2 घन्टा नुहाएर 5 बजेसम्म 5 बजेपछि त्यस्तो पिकनिक हान्न चाहिँ खतरा हुन्छ अलि दारू छैन तरुण माया मेरो सर्ट लगाइरहेको थियो छक्कु त म त बल्ल यार ले यहाँ त्यो मारिदिन्छु मैले त्यो सर्ट पागल जस्तो यो नखोल त त्यो त यो त त्यसै हिरो बनेर पो लगाइरहेको रहेछ अझै छोड्दे खानी हो ल फुटाल त्यसले राम्रोसँग फुटाल्दैन खरायो दाँत हो खरायो दाँत यो मर्ने खोज्छ त माया साला टिकटक बनाउँदै यहाँ नबोल धेरै बर्ता टिकटक बनाउँदै ल ल ल्याम ल सुरुवात गरौँ अब
त्यो बिचमै राख्नु के भयो त अनि उता लिएर गयो अब कस्तो नाटकीहरू छ भनेको ल ल ओके यही राख अब एकचोटि खिन्दै मलाई अगाडि लाइन एकचोटि खिन्दै हात त कुन के भयो कि मेरो मन राख्दैन यस्तो उतारिहरूको भ्यू चाहिँ आउँदैन के गर्नु यो गर्नको या कि सोभा दुईटालाई गनाएर मलाई गनाएर त्यही होला हो यार या कि सोभा बस्नु ए सी फुडको या कि सोभा हो यो हामी त खाँदैनौँ प्लिज म त खाइसकेँ नखाने जस्तो नाटक नि ल एस जय माता दी जय शम्भु खाँदैन यो ल यो मिठो हुन्छ नाइ अनि लगाएको चिकन हो यो नखाने के बेबी त्यो चिकन नखानु है चिकन त होइन खाँचो हो के होला यता न भाउजू कता मात्र कर मुख यता न साथी नै सँगै एकै रङ्गी रङ्गी कपाल चाहिँ लास्ट हुने चाहिँ मान्छेलाई खाएर मन हुन्छ नि हाम्रो सर्वे खाने मैले ल प्लम भन्ने थाहा होइन आरो बखरा कहिले खामे पो त हामीले नेपालमा कस्तो हुनु पर्यो त अनि रातो जापानिजको आया आयो यस्तो त नहाल है तिम्रो त्यो ब्लगमा छोरी हेरेर त कस्तो छ रिभ्यू रिभ्यू हेर्छ 5 अब त्यहाँ म त अंगुर बनाएको अंगुर को कस्तो अङ्गुर हो अंगुर खान पाए त हो यो सबभन्दा मन पर्यो के हेर त्यत्रो यत्रो आधीको नि आधी दिएर त्यही पनि खान सकेन कोही कोही यो खाएको भएन आज अझ भोलाएन त्यो छोरी भात अहिले टिकटक राम्रो आएर अहिले उसमा आउनुपर्छ अहिले टिकटक बनाएको राम्रो आयो नि भोक लागेन ठिकै भयो म त बनाऊँ भनेर सोचिरहेको त्यो त म एक्लै बनाएको हो अघि नै अहिले पनि भयो बनाएन जस्तो होला तैँले पढ्नु बनाएर आइस् अनि भाउजू आयो लाइटनिङ होइन यो त्यो जङ्गलमा 2 मिनेटको हो कि अब सक्यो यो चाहिँ अब सनसेट भ्यू सक्यो अब हाम्रो प्याक भइसक्यो म सोचेर एक दिन पुऱ्याएर उडाएको छु कि उठिसक्यो अर्को पिकारी आयो ल एउटा बोकौँ पुतिन राख्नु रबेन त्यो भित्र खानेकुरा आजको दिन नि सक्यो अब यतिकै मजा आयो निन्द्रालाई एक कति आधी घन्टा त मस्त सुत्यो भुइँमै तर यस्तो अप्ठ्यारो भइरहेको थियो कोबेको ओए परमेशको साथी हेर्न त्यो कालो ओए परमेश यहाँ छ ओए छक्कु छक्कु यहाँ छ अगाडि तुलसी तुलसी तिमी किन गएको तर हामी त कालो मै त केटी रहेछ केटी भएर कालो मै हेरे आजको दिन नि सकिएको छ अब बिरानी भन्दा भन्दै सक्यो अब सकिसक्यो बिरा मेरो यही भन्दै हाम्रो ब्लग पनि यही अन्त्य गर्दछु ल 1000 रुपियाँले 1000 रुपियाँ ल्याऊ युट्युबमा आउँछ नि त भिडियो त्यो 1000 रुपियाँ अनुहार आउँछ त युट्युबमा सबको त्यो आज धेरै लामो भयो जस्तो इफ कोबे बस्नेहरू मजा गर्न होइन भ्यूको लागि हो भने चाहिँ यो ठाउँ चाहिँ बब्ली हो भ्यूको लागि हो भने चाहिँ पिकनिकको लागि
आफूले खानेकुरा बनाएर डेटिङको लागि परमेश एकदम धेरै आउने गर्थ्यो ठाउँमा डेटिङको लागि चाहिँ धेरै राम्रो परमेश ल मुख नखलम त्यो चाहिँ आफूले आफैलाई भने हो त्यो भनेको मतलब सुशीललाई भने हो निकेशलाई ल रमेशको नाममा निकेश ओसाकाबाट आउँछ निकेश हामी सबै ओसाकाबाट आयो के गयो अरू नै लिएर आउने लाम्बा लाम्बा नो प्राइभेसी इन दिस भिडियो ओके बाई बाई गाइस ऊ ल हेर त्यहाँ आम्मा टाइटानिक यहाँ छ टाइटानिक हिँडेर ओए ल है यो टाइटानिक हेर्दै लास्ट भ्यू हेर्दै बाई बाई